गुड मर्निङ। आज हाम्रो प्लटको लागि हामी ढोरपाटन जाँदैछौँ। के हुन्छ छुट्टी जाँदा मन मेरो रोइरहन्छ ढान्चुलेको छ कहाँ जाउँ भइरहन्छ मन डुलेको छ माया छैन त तिमीलाई माया छैन भन त धान्जुलेको छ कहाँ जाउँ भइरहन्छ मन डुलेको छ। हामी ढोरपाटन जाँदैछौँ। बागलुङबाट गाडी चढ्यौँ भोटेबाङको लागि। अब त्यहाँबाट चेन्ज गर्नुपर्छ, ढोरपाटनको गाडी चढेर जानुपर्छ। हामी अलिक यता आइसक्यौँ बागलुङबाट। हिजो सपना घरमा थियौँ, आज सपना घरबाट हिँड्यौँ बिहान। आज पुगिन्छ होला बेलुकासम्म होपफुली। अलिक गाह्रो हामी अट्टी आइपुग्यौँ। गाडी नै बुक गरेर मूर्तिबाङ आइपुग्यौँ। अब हामीले ढोरपाटनको गाडीमा सामान हाल्यौँ फाइनली। जाने हो ढोरपाटन कति लिन्छन् होला भाडा? गाडी नै बिग्रियो। हामी बोबाङ गाउँ आइपुगेको थियौँ बल्ल बल्ल। अन्धकार हुन लागिसक्यो। गाडी बिग्रियो गाडी। हामी माइजूले वान गरेको बाटो होइन। माइजू सो सरी माइजू, म आइसकेँ ढोरपाटन। ए म कटिसकेँ माइजू आधा हुने बाटो त। आइपुग्यौँ ढोरपाटन। ढोरपाटन मात्र र हामी त आरक्ष क्षेत्रभित्र अफिसभित्र आइपुग्यौँ। यहीँ खाना खान दिनुभयो, हामी यहीँ बस्ने। आज त गेस्ट रुममा हो, भोलि अर्कै रुम छ, अर्को रुम सफा हाल्नु रहेछ। हामीलाई गेस्ट हाउसमा राख्नुभयो। साथी हामी ढोरपाटन आइपुगेँ। कस्तो थियो बाटो, ए भगवान्, यस्तो हिलो बाटो, कस्तो गाह्रो भयो बाटो। गाडी पनि बिग्रियो, गाडी पनि चेन्ज पनि भयो, तर ठिकै भयो, रमाइलो भयो। आज अन्धकार छ कि थाहा छैन बाहिर कस्तो छ। भोलि मर्निङमा सक भइन्छ भन्ने मलाई लागिरह। म यहाँ वेट गरिरहेको छु मर्निङको। गुड मर्निङ फ्रम ढोरपाटन। अन्त घाम लागिरह, तर कस्तो चिसो छ यहाँ त। राम्रै रहेछ, फुल फुल्या रहेछन्, पहेँलो खालको फुल फुलेर रहेछन्, पहेँलै छन्। घोडाहरू छन्, अलिअलि भैँसी छन्। क्लियर देखेको भ्यू। आज बोक्यो जाने होला पनि क्लियर छ होला भ्यू त। आज हाम्रो ढोरपाटनको फर्स्ट प्लट। ढोरपाटन सिकार आरक्ष कार्यालयबाट हामी 7 बज्यो अहिले। अब हामी आजको प्लट नजिकै छ। आज हामी गरेर यहीँ फर्किन्छौँ। ढोरपाटनमा अलिअलि घाम चिसो रहेछ एकदम। पानी पऱ्यो भने झन् चिसो हुने। अहिले घाम लाग्नु लाग्छ होइन। होपफुल पानी नपरिदियोस् भन्ने कुरा हो। कति राम्रो मन्दिर छ यहाँ। मन्दिर शिव पार्वतीको मन्दिर। भ्यू त आउँछ घोडा, ढोरपाटनका घोडाहरू। यहाँ आर्मी क्याम्प छ। कस्तो प्रिटी होमस्टे छ यहाँ। यता हिँड्दा बिटी जाने बाटो, बिटी जाने यताबाटै हो र बिटी जाने।
साङ्गुरे गाउँडा बुकुपाटन जाने बाटो हाम्रो प्लट यहीँ परेको छ 2टा पोइन्ट बाटोमा छ बाँकी पनि जङ्गलमा हाम्रो प्लट 25 मिटर डाउनर्स ग्रासभरिमा थर्ड पोइन्ट फिरौला भेट्यो 3100 मिटरमा प्लटभन्दा बाहिर छ अलिअलि रहेछ उतातिर सक्यो पानी पऱ्यो एउटा प्लट सक्यो फाइनल्ली अनि जेरैमा भयो सबै डिरेक्ट बम ब्लास्ट चल रहा है घोड़ा चलाउने अरे छिटो प्लट सकिएन घोड़ा चलाउने मैं जावला रहे आर्मी को क्रिकेट हेर्न आइरहँ क्रिकेट चलिरहेको रहेछ अनि पैसा क्रिकेट चलिरहेको घरबाट नै घरबाट गुड मर्निङ फ्रम Bloodbath आज हाम्रो सेकेन्ड प्लटलाई हामी जाँदैछौँ माथि लसुने डाँडामा तर क्याम्पिङ गरिन्छ आज चाहिँ 2टा प्लट छ माथि 2टा प्लट सकेर आइन्छ मौसमले साथ दिएछ भने हामी आज 5 जना छौँ 2जना पोटर सर र हामी 2 जना हाई घोडा हाँस्नुहोस् साथीहरू हाँस्नुहोस् एउटा बहिनीले हामीलाई भर्खरै बुके बेच्दिन् ल्याउनु दिदी भने थिइन् पैसा ल्याउनु भनिन् हामीले चक्लेट दियौँ मेरो ट्रेनिङ फुल आधा बाटो आयौँ बल्ल कस्तो राम्रो हुन्छ थक लाग्यो अनि पऱ्यो गोठमा आइपुग्यौँ बाख्रा हो कि च्याङ्रा हो र बाख्रै हो यहाँ पानी परेको झ्याउ लाग्ने कति राम्रो हो र ठाउँ यहाँबाट 2 डाँडा पारे मात्र छ अरे बुकेपाटन लगभग बुकेपाटन आइसक्यौँ हामी त अझै प्लटको ठाउँ क्यानोपी त जेरो हुन्छ के भन्छ 6 बजे गोली खाना खान्छ तपाईँको परिचय दिनु नि त मेरो डलुवार भन्नारी हो यहीँको निवासी भने देउराली उसको लसुनेको निवासी भाइहरूले खानु पुऱ्याइसकेको छन् अहिले पुगीमा बसिन्छ गाई भैँसी बाख्रासँग त्यो छुटाङको देउरालीमा गङ्ग्रेर आजपालि सिधै उहाँ बाँचिसक्नु गोठाले लसुने डाँडाको
बाजेसँग सुतेको म I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open road, and soon she won't be here. Oh, travel, बसेको रोट्यो ए मैले भन्ने मसला भनेको च्याउ पो हो if I don't ask your name today. हामीले अलिअलि फोटो खिच्न आएको आमाको मागेर कस्तो राम्रो देखियो राम्रो देखियो हाई साथी साथीको पालो अब मेरो On some quiet mountain ridge, I'll see you turn, and I'll be brave. But what if courage फोटो रेडी हुँदैन यहाँ फोटो सुट चलेर हाम्रो ल अरे अब हामी भोलि गर्छ आउँछ प्याकिङ हुँदैछ बाई 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 बाजु vanish with the train, and I'll never see यहाँ टन्नै रहेछ नि तर हाम्रो प्लट भएन पर्छ भिरमा छ यो यस्तो भिरमा She moves like a map with no border, जटामसी a whisper caught in the wind. 377 Boots meters at the corner cafe with a notebook and wow she's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. अन्सापमा जागिर खानु होला है यस्तो यस्तो राम्रो ठाउँमा पाइन्छ हाई आज हाम्रो थर्ड डे फोर्थ प्लट आज हाम्रो फोर्थ प्लट दुईवटा प्लट लिएर जानु लामा आज हामी एकै दिनमा भ्याउने भनेर थाहा होइन पानी परिसक्यो बिहान बिहानै प्याटर्न हेर्नुहोस् हेर्नुहोस् गङ्गा नदी Hi my dear friend, where are you? चिसो यहाँ चिसो भात खा कस्तो चिसो हो सुलार केही देखे होइन यहाँ नाक जमे आँखा परेर जमे हो केही छैन यो पाखोमा फेरि
हजुरले त प्लटै सकेर आउनुभएको छ त हजुरले नि खोलाको भ्यू कस्तो राम्रो बडा चौरा जुका महाराजहरू पानीले जुकाले माना लगाइसक्यो हामीलाई आइसके यता बिरामीहरू लगाइसक्यो नुनको पोको लिएर जुकाले माना लगाएर पुरै रुज्यो गाड़ी में रॉक क्लाइंबिंग चल रहा है बिचोक बिचोक पाँचौँले भेटाएँ यो एउटा ओल्ड प्लान्टको यो ओल्ड पार्ट र यसबाट निस्केको न्यू पार्ट कतिवटा होला त्यो पनि खुल्यो 3500 मिटर हाइटमा हिजो हामी झरी परेर यो गोठमा बसेको बाख्रा चराउनु जानुभएछ क्या भन्दा बाख्रा हेरेर यहाँ कति धेरै बाख्रा छन् कस्तो राम्रा राम्रा बाख्रा हामी त आइसक्यौँ राम्रा बाख्री कोठाली भिडियो हेर्नु आयो राम्रै भएर भिडियो बनाउनु फोटो खिच्दाको कस्तो लागेर केही छैन यहाँ यस्तै हो डरपाटन हामीले वाइल्ड सनफ्लावर भेट्यौँ प्लटमा यहाँ टन्नै छन् पानी परे देखाएको छैन आज हाम्रो नयाँ सर हुनुहुन्छ हामीसँग गर्नु पासो थपे खाने पुरै लाइन पासो भयो केलाई कस्तुरी मिर्गलाई बाटो नभेटाएर हाम्रो कहाँ बिस्तारै अर्को साइड जाउँ न अर्को साइड
आजको प्लग खोलापानी दुईवटा अनि खोलावारी साकरा पुग्छ पानीको प्लग भयो थुप्रै हिँडेर यता गाउँमा पुगेर फोन पारेर अनि फेरि यताको प्लग भएन खानु Boots at the corner, सिलगढी पुग्यौँ कहाँ उस्तो she's chasing skies. त्यहाँनिर सिर्जना दिदीले गरिदियो सिर्जना सेचुको बन्दै गरेको नआउँछ सबै ढोरपटन अगाडि सालबाटो भन्ने ठाउँमा हाई हेलो ह्याप्पी बर्थडे टु आज मेरो 25th बर्थडे हो माई गड 25th मलाई यहाँ पत्ता नि लागिरहेन आज अब के भन्ने उत्तर गङ्गा जाँदैछ मन्दिर जान लाएको बिहान गरेर छिटुको परेर मन्दिर जान लाएको झरी पऱ्यो चिसो भयो ढोरपाटनमा उत्तर गङ्गा मन्दिर बिरयानी बनाउनु छ गुड मर्निङ हाम्रो आन्टी हुनुहुन्छ कलमा आज हाम्रो ढोरपाटनको लास्ट ट्रिप दुईवटा प्लट छ माथि डाँडामा हो त दुईवटा प्लट सकेर आउने भोलि सरबाट भाइ थियौँ भाइले नाम ल्याउनु बिर्सेको हामी यहाँ कुन गाउँ नबी गाउँबाट हिँड्यौँ ल नबी गाउँबाट हिँड्यौँ माथि धुरीमा प्लट हामी चारजना एउटा पोटर दाइ अनि हाम्रो सर हुनुहुन्छ स्टाफ हुनुहुन्छ हामी चारजना भएर जानु पायौँ तिम्रो नाम के हो खै बोलेको तिम्रो नाम के हो बोलेन गोरी होइन कति गोरी अब दिदीलाई कम्पिटिसन दियो आउनु भएका सहरी गएर आउनु भएकालाई सबैलाई स्वागत मेरो तर्फबाट हामी दुर्गम क्षेत्रमा जन्मेर भए पनि हामी भनेपछि पशुको लागि हामी यस्तो ठाउँमा पनि बसोबास गरेर जीवन यापन निर्वाह गर्नु परेको छ त्यसैले तपाईँहरूको लाई स्वागत गर्नको लागि मैले एउटा गीतले स्वागत गर्न चाहन्छु ल सुनिदिनुहोस् है के हुन्छ छुटी जाँदा मन मेरो रोइरहन्छ झन्झुलेको छ कहाँ जाउँ भइरहन्छ मन डुलेको छ माया छैन त तिमीलाई माया छैन भन त झन्झुलेको छ कहाँ जाउँ भइरहन्छ मन डुलेको छ सफा भनेपछि फलफुलको बास्ना पदम चाल हामी यहाँ चुल्ठेको पदम चालको पात हन्टिङ गर्दै खाँदै जाउँ कस्तो मिठो हुन्छ अमिलो क्यान्डी जस्तै छेप्रोको रहेछ कस्तो
chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun. हामीले यति सबै फुल टिप एउटा एउटा फुल टिपमै गयो कतिवटा स्पेसिस रहेछ यहाँ वाइल्ड फ्लावर्सको भनेर तर हाम्रो सनसेटदेखि त भर्खरै गयो राम्रो ठाउँ यो यता पुरै हरियाली हरियाली अनि आज हामी गोठमा बस्ने हाम्रो गोठो यही हो अनि भर्खरै प्लट सकेर आएको लास्ट थाक्यो बिहान 7 बजे आएको अहिले 7 बज्न लाग्यो 12 घन्टा नन स्टप हिँड्यौँ 2टा चाउचाउ खायौँ दिनभरिमा अनि हाम्रो गोठ त्यहाँ छ त्यहाँ साइड हाम्रो गोठ हाम्रो गोठ अनि यहाँ बस्ने भोलि नि एउटा प्लट छ अनि भोलि फर्किने ढोरपाटन भोलि ढोरपाटनको लास्ट प्लट सक्यो ढोरपाटन हो आई मिस ढोरपाटन ठेकीमा बन्छ पिटालको त थोरै सानो छ त मलाई छोड्छु भिडियो टाढा ल्याउँछु And soon she won't be here. Oh, traveler, you carry the sun in your करेक्ट भैँसीले हाम्रो भिडियो बनाएर बाई भैँसी यहाँको भ्यू अन्त गयो जाउँ शरमा लमजुङ दरबार मायालाई देनी थिए फुल जस्तो जोबान भैसाको मेरो दरबार मायालाई देनी थिए फुल जस्तो जोबान भैसाको मेरो घरबार यस्तै